साथीहरु तपाईहरुलाई थाहा छ यो के हो यसलाई चाहिँ म चाहिँ आरु पोखरा भन्छु तपाईहरुले चाहिँ के भन्नुहुन्छ यसलाई आफ्नो आफ्नो ठाउँको भाषा हुन्छ हैन यसलाई चाहिँ मैले चाहिँ आरु पोखरा भन्छु हैन अनि यसलाई चाहिँ म जाम बनाउन जाँदैछु मजाले धोएर अन्तिमसम्म हेर्नुलाई जामको लागि चाहिँ यस्तो अलिक पाकेको चाहिँ राम्रो हुन्छ है म यहाँबाट पाकेको छान्छु पाकेको धेरै पाकेको यस्तोबाट चाहिँ जाम एकदमै राम्रो हुन्छ हरियोबाट भन्दा पनि यस्तो चाहिँ अलि धेरै पाकेको हुन्छ नि दाना त्यसबाट चाहिँ राम्रो हुन्छ अनि हरियो छानेर पाकेकोबाट चाहिँ जाम बनाउँछु बच्चाहरूलाई त्यही पाउरुटीहरूमा खुवाउनलाई एकदम राम्रो हुन्छ कि जाम बनाउँदैछु मैले छानेर जाम बनेपछि पनि म देखाउँछु है तपाईहरुलाई